हर्षलाई चितवनका दर्शकले दिए माया, सकारात्मक कमेन्ट, दर्शकको चासो बढ्दै। हर्ष फिल्म हेर्न आएको। हर्ष 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 फिल्म हेर्न आएको। कस्तो माया लाग्यो बरिलाई। लास्टमा रुवायो यो मुभीले, रमाइलोसँग राम्रोसँग। यो फिल्मबाट चाहिँ हामीले के बुझ्न सकिन्छ भने आफ्नो मात्रै रगत नभएर अरूको रगत पनि ल्याउँदाखेरि होइन, आफ्नो जेनेरेसनलाई चेन्ज गर्दाखेरि चाहिँ केही खुसी आउन सक्दो रहेछ भन्ने बुझियो। असाध्यै राम्रो, धेरै ठाउँमा भावुक भइयो। अब यस्तो फिल्म त पटक पटक हेर्नुपर्छ जस्तो लाग्यो। यतिखेर हर्ष चलिराखेको छ देशव्यापी रूपमा। आउन त अगाडि फिल्म हेर्नुभयो, कस्तो लाग्यो तपाईँलाई? असाध्यै रमाइलो लाग्यो। पारिवारिक मनसुनी है? मनसुनी रहेछ। कस्तो लाग्यो हर्ष? अत्यन्त राम्रो छ। एउटा परिवार, बाबा आमा, एउटा परिवार बसेर हेर्ने एकदम अत्यन्त छ। अन्तिममा त मलाई कस्तो कस्तो बनायो के, एउटा भावुक बनायो। अत्यन्त राम्रो छ। लाग्यो आमा? हर्ष बेसर राम्रो लाग्यो। कस्तो माया लाग्यो बरिलाई, कस्तो माया लाग्यो बरिलाई, कस्तो माया लाग्यो बरिलाई, कस्तो माया लाग्यो बरिलाई, कस्तो माया लाग्यो बरिलाई। असाध्यै राम्रो, धेरै ठाउँमा भावुक भइयो। अब यो एकदमै पारिवारिक र सामान्य परिवारको एउटा सामान्य विषयलाई लिएर बनाइएको फिल्म, तर चाहिँ असाध्यै मार्मिक लाग्यो। हजुर, पारिवारिक सिनेमा हो होइन? यी सबैले हेर्न पर्ने सिनेमा हो अथवा कुनै एउटा वर्गलाई लक्षित गरेर वर्गले मात्र हेर्ने अथवा सबै फ्यामिली परिवारसँग खुसी साटेर हेर्ने? के लाग्यो तपाईँ? एउटा अग्रज हुनुहुन्छ, उमेरले पनि एउटा पाएको हुनुहुन्छ होइन? थोरै अलिकति। अब यो फिल्मको हिरोको नाम पनि मानव राखेको रहेछ र यो फिल्म चाहिँ शुद्ध मानवताको लागि बनाइएको रहेछ। यसले हेर्ने, उसले हेर्ने, उसले नहेर्ने, उसले नहेर्ने होइन, सबै मानवले हेर्नुपर्ने र मानवताको लागि चाहिँ यसबाट पाठ सिक्नुपर्ने अवस्था देखियो। फिल्म धेरै राम्रो छ भन्ने फिल्म चलिराखेको छ, यहाँहरू परिवारसहित आउनु भएको छ, कस्तो लाग्यो? एकदम राम्रो छ, धेरै राम्रो। यो परिवारसँगै बसेर हेर्नलाई अति उपयुक्त लाग्यो। फिल्म पनि धेरै राम्रो छ, मनै छोयो। पछि त एकछिन त भावुक नै भइयो। धेरै राम्रो। दिदी फिल्म हेर्नुभयो? हजुर हेरियो। कस्तो लाग्यो? फिल्म धेरै नै राम्रो छ, उत्कृष्ट छ र यो पारिवारिक सन्देशमूलक फिल्म जस्तो पनि लाग्यो। र जुन अहिलेको समाजमा हामीले एडप्टेड बच्चाहरूलाई चाहिँ परिवारले कसरी अपनाउने गर्ने होइन, एउटा चाहिँ एडप्टेड बच्चाहरूको लागि चाहिँ उनीहरूलाई पनि हामीले एडप्ट सक्नुपर्छ र परिवारमा घुलमिल गराउनुपर्छ भन्ने खालको एकदम सन्देशमूलक फिल्म लाग्यो। त्यसको लागि चाहिँ एकदमै राम्रो। थ्याङ्क यू सो मच। यतिखेर चाहिँ आमा दिदी बहिनीहरू फिल्म हेरेर निस्किनु भएको छ। हजुर, कस्तो लाग्यो? एकदमै राम्रो छ। राम्रो लाग्यो? राम्रो लाग्यो, एकदम राम्रो लाग्यो। बुवा कस्तो लाग्यो? एकदम राम्रो। हर्षको रोल चाहिँ भेरी गुड, भेरी नाइस। हर्षको क्रियाकलापबाट वी आर अल इम्प्रेस यार। उनलाई हेला नगर्नु, अर्काको छोरा भए पनि भन्ने कुरा आयो। एकदम खुसी लाग्यो। हेर्नुभयो, कस्तो लाग्यो? सब ठिक छ, एकदम राम्रो लाग्यो। ठिक छ है? हजुर राम्रो लाग्यो, ठिक छ। कस्तो लाग्यो? एकदमै राम्रो लाग्यो। हर्ष हेर्दाखेरि चाहिँ एकदम पारिवारिक कथानक चलचित्र असाध्यै बेस्ट छ। बाल कलाकारको रोल झन् राम्रो छ, एकदम बेटर छ। फिल्म राम्रो छ, एकदम सन्देशमूलक छ फिल्म। केही सन्देश दिन खोजेको छ। मान्छेले आफ्नै बच्चा नभए पनि अर्काको बच्चालाई ल्याएर राम्रोसँग संस्कार दिने भने चाहिँ हुन्छ भन्ने सन्देश छ। सबैजनाले हेर्न पर्ने फिल्म हो यो। के छ भन्नु त? धन्यवाद। यो मुभी एकदमै राम्रो लाग्यो, पारिवारिक मुभी अनि त्यसैमाथि यो चाहिँ एकदमै पोजिटिभ मेसेज दिने समाजको लागि राम्रो लाग्यो। धन्यवाद। कस्तो लाग्यो? राम्रो लाग्यो भाइ। फिल्म हेरेर निस्किनु भएको छ। यतिखेर क्युएफएक्स जलमा हालमा हर्ष हेरेर निस्केका दर्शकसँग हामी कुराकानी गरिराखेका छौँ। कस्तो लाग्यो? एकदम राम्रो छ। एउटा पोइन्ट भन्नु न, एकदमै मन परेको कुन कुराले चाहिँ भनेछु? त्यो बच्चाले गर्दाखेरि कस्तो लाग्यो फिल्म हर्ष? राम्रो लाग्यो। राम्रो लाग्यो, एकदमै परिवार सहित आउनु भएको कस्तो लाग्यो? राम्रो राम्रो। कस्तो लाग्यो? धेरै दर्शक फिल्म कस्तो लाग्यो? एकदम राम्रो लाग्यो है? एकदम छोयो, लास्ट टाइम छोयो। थ्याङ्क यू सो मच। राम्रो छ भनेर भनिदिनु होला। कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। कस्तो लाग्यो? एकदम राम्रो। कस्तो लाग्यो हर्ष? कस्तो लाग्यो आमा? हर्ष बेसर राम्रो लाग्यो। एकदम राम्रो। हर्ष राम्रो छ। कस्तो माया
एकदम फ्यामिली मुभी लास्टमा रुवायो यो मुभीले रमाइलोसँग राम्रोसँग कुन कुरा एकदमै तपाईँलाई मन परेको अहिले फिल्म हेरेर निस्किसकेपछि यो चाहिँ एकदमै मेरो मनमै बस्यो मनै छोयो भन्ने कुन चाहिँ पोइन्ट छ त्यो एडप्ट जुन गर्यो नि बच्चालाई त्यो चाहिँ एकदमै राम्रो लाग्यो कि अहिलेको जेनेरेसनको यही छ नि त समस्या पनि छ लास्टमा गएर एडप्टेसन गलत होइन राम्रो यसलाई राम्रो रगतै भन्नु हुँदैन भन्ने कुरा चाहिँ यसले बुझाएको छ असाध्यै राम्रो लाग्यो हामी खुसी छौँ पुरा पैसा वसुल रहेछ भन्ने कुरा हाम्रो थ्याङ्क यू ल राम्रो लाग्यो ठुलोले मात्रै होइन सानोले पनि हेर्नै पर्ने जस्तो उस लाग्यो मलाई बेसरी मन पर्यो है यो हेर्न खुसी लाग्यो अर्को मुभी र हाम्रो गुरु हाम्रो रामवस्ती गुरु हुनुहुन्छ मेन यहाँको हिरो हामीलाई ल्याउनु भएको छ देखाउनु भएको छ हामी अत्यन्तै खुसी छौँ मुभी हेरिकन पारिवारिक सो अहिलेसम्म हेरेकोमा पारिवारिक सो परिवार मिलेर बस्न हेर्न मिल्ने र परिवारभित्रको कहानी लुकेको कथा छ यसमा र एउटा बच्चाको खुसी र एउटा परिवारमा बच्चा आउँदाखेरि कस्तो हुन्छ र त्यो बच्चाले कस्तो माहौल ल्याउँछ बनाउँछ भन्ने पनि असाध्यै राम्रो सकारात्मक सन्देश दिने अहिलेको समाजमा सुहाउँदो सबैले हेर्नुपर्ने फिल्म रहेछ र प्रड्युसरलाई पनि धेरै धेरै धन्यवाद आजका हाम्रा गुरुलाई पनि धेरै धेरै धन्यवाद ल हेर्नै पर्ने फिल्म एकचोटि हेर्नु होला है असाध्यै राम्रो लाग्यो पारिवारिक फिल्म रगतको नाता भन्दा भावनाको नाता असाध्यै राम्रो र नजिकको हुन्छ भन्ने यसले सिकायो एकदम राम्रो छ है हजुर परिवारले हेर्ने फिल्म छ है त्यो बच्चाको पाठ एकदम राम्रो छ है धेरै राम्रो छ धेरै राम्रो छ धेरै राम्रो आमा पनि आउनु भएको छ आमा फिल्म हेर्नुभयो हजुर आमालाई चाहिँ मन परेन मलाई त्यो बच्चाहरू अलि रुँदाखेरि खिन्न भयो अरू सबै राम्रो लाग्यो हस् थ्याङ्क यू सो मच यतिखेर क्युएफएक्स जलमा हालमा यहाँ फिल्म हेरेर निस्किनु भएको दर्शकसँग म कुराकानी गरेँ हजुर एकदम राम्रो लाग्यो मन पर्यो है हजुर तपाईँ अलिक भावुक हुँदै निस्किनु भएको के हो गर्नु होइन आफ्नो भन्दा पनि अरूलाई गर्दाखेरि आफ्नो परिवारमा सबैभन्दा खुसी आउँदो रहेछ त्यही नै राम्रो लाग्यो मलाई युथ हुनुहुन्छ फिल्म हेर्नुभयो हर्ष कस्तो लाग्यो एकदमै राम्रो लाग्यो यो फिल्मबाट चाहिँ हामीले के बुझ्न सकिन्छ भने आफ्नो मात्रै रगत नभएर अरूको रगत पनि ल्याउँदाखेरि होइन आफ्नो जेनेरेसनलाई चेन्ज गर्दाखेरि चाहिँ केही खुसी आउन सक्दो रहेछ भन्ने बुझियो हजुर एकदम फिल्म हेरेर निस्किनु भएको दर्शकसँग म कुराकानी गर्छु फिल्म हेर्नुभयो कस्तो लाग्छ जे छ त्यही प्रतिक्रिया हजुर एकदम राम्रो छ अनि मेन फिल्मको चाहिँ मलाई केले मन छोयो भन्दाखेरि आफ्नो बच्चाहरू पाएर मात्रै हुँदैन बच्चालाई चाहिँ स्वतन्त्र तरिकाले उड्न दिनुपर्छ भन्ने डायलग चाहिँ राम्रो लाग्यो सबै कलाकारको अभिनय कस्तो छ हेर्नु त त्यहाँ वर्षा खगेन्द्र सानो बाबुदेखि लिएर होइन अग्रज कलाकार निरसा वरिष्ठ कलाकार हुनुहुन्छ अनि सन्तोष दाई हुनुहुन्छ सबैको अभिनय सबै एकदम राम्रो छ त्यो डायलगले चाहिँ एकदम नै मन छोयो डाइरेक्टर पहिलो हुनुहुन्छ फर्स्ट हुनुहुन्छ कि सरी है उहाँको फर्स्ट मुभी हो यो उहाँको डाइरेक्सन पक्ष कस्तो लाग्यो एकदम राम्रो छ उहाँले हजुर एकदम लेडिज भएर यति ठुलो राम्रो मुभी बनाउनु भएको छ सबैजना आइदिनु होला माया गरिदिनु होला एकदमै हैन सपोर्ट साथ छ आउनै पर्ने फिल्म हेर्नु नै पर्ने फिल्म छ कि सबैजना आइदिनु होला हजुर थ्याङ्क यू फिल्म अहिले हर्ष चलिराखेको छ हैन तपाईँ चाहिँ कलाकार पनि हुन्छ लामो समयदेखि नेपाली सिनेमा क्षेत्रमा हुनुहुन्छ हैन हजुर अहिले कस्तो भइराखेको छ दर्शकहरूले के प्रतिक्रिया दिनुभएको छ अब यो आजदेखि दोस्रो हप्तामा रनिङ भइरहेको छ अब दर्शकहरू यति खुसी छन् कि यो पिक्चर हेरेर नराम्रो भन्ने मान्छे कोही पनि छैन सबैले सपोर्टिङ राम्रो एकदम शुद्ध बनेको छ एकदम हर्ष सबैले आँसु र हाँसो र खुसीसँगै मिसिएर बनेको त्यस्तो छ सबै दर्शकहरू खुसी भएर निस्किएको छ जस्तो अहिले यति माया पनि सिनेमाले बिस्तारै पाउँदैछ हजुर सुरुको दिनमा चाहिँ मिश्रित प्रतिक्रिया पाए पनि त्यसपछि ओहो सिनेमा हेरेपछि चाहिँ कसैले नराम्रो भनेन भनेछन् अब नहेरी दर्शकलाई चाहिँ अब छुटाउनै नहुने तरिकाले चाहिँ बोलाउनु पर्यो के अब यो फिल्म चाहिँ एकचोटि एकदम अवश्य हेर्नै पर्ने फिल्म छ यस्तो फिल्म फेरि बन्ला कि नबन्ला एकचोटि हेर्ने र हेरिहाल्यो नहेर्नेहरूले फेरि अवश्य हलमा आएर हेर्नु होला किन फेरि पछि त पर्ला है पछि फेरि अब फेरि भने फेरि यसलाई मैले हर्ष हेर्न पाएन यस्तो राम्रो मुभी भनेर त मैले मिस नगरोस् भनेर भोलि नै टिकट बुकिङ गरेर भट्टाभट बुकिङ गरेर तुरुन्त हेरिहाल्नुहोस् बाइचान्स फेरि भोलि पर्सि फेरियो भने फेरि हेर्न पाउँदैन पशु त हुन्छ यो फिल्मबाट धेरै शिक्षामूलक फिल्म छ अति राम्रो छ दर्शकहरूले अति नै रुचाएको फिल्म हर्ष
यो वंशको आफ्नो रगत मात्रै होइन, अर्कोको बच्चालाई पनि एडप्ट गरेर ल्याउँदाखेरिमा पनि आफ्नो वंश बन्न जान्छ है भनेर यो पाठ एउटा सिकाएको छ। अर्को कुरो चाहिँ नि यहाँ योगीहरूलाई चाहिँ निरोगी बन्नुपर्छ है भनेर निरशाहले चाहिँ नि अनुलोम विलोम गरेको पनि देखाउनु भएको छ। त्यहाँ सन्तोष पन्तले एउटा चाहिँ नि शरीरलाई चाहिँ नि हल्लाउनु पनि भएको छ। त्यो एउटा सबैजना निरोगी बन्नुपर्छ है भन्ने कुरा योगको सन्देश पनि दिनुभएको छ। त्यस कारणले यो हरेक सामाजिक धार्मिक सबै व्यक्तित्वहरूले बुढाबुढी सबै परिवार मिलेर हेर्ने खालको यहाँ कुनै पनि नराम्रो खालको अश्लील चित्रहरू केही पनि छैन। त्यस कारणले गर्दाखेरिमा हामी सबैजना मिलेर घर छिमेकी दाजुभाइ दिदीबहिनी आज मैले सम्पूर्ण योगका चाहिँ नि यो चाहिँ नि मैले हाम्रो योग शिक्षकहरूलाई मैले यहाँ लिएर आएको किन त भन्दाखेरिमा यो हेर्नुपर्छ। मैले पहिला हेरेपछि मलाई असाध्यै सुन्दर लाग्यो, राम्रो लाग्यो। त्यस कारणले सबैले हेर्न आउनुपर्छ भनेर आज सबैले जुटाएर मैले यहाँ लिएर आउने मैले एउटा मौका पाएँ। हर्ष फिल्म जसले बनायो त्यो व्यक्तित्वलाई चाहिँ हामी एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। यो पहिलो होला, तर अर्को पनि फिल्म बनाउँदाखेरिमा हामी सबैजना मिलेर त्यसलाई अझै राम्रो बनाउने उसमा चाहिँ हामी अगाडि बढ्नेछौँ। यस्तै सामाजिक फिल्म आओस्, यस्तै धार्मिक फिल्महरू आओस्। हेर्नुहोस् यो जतिको राम्रो त अरू के छ र यहाँ।